गाइस आज चाहिँ हामी घुम्न जाँदैछौँ दिल्ली मेरो बहिनीको बर्थडे निर्मला जानकी बर्थडे यता हेर दिदी हुनुहुन्छ हेलो दिदी अनि उता चाहिँ हाम्रो दाइ हुनुहुन्छ दाइ अगाडि दाइलाई पनि टाउको दुखेर गरे अनि त्यसपछि दाइ चाहिँ दिल्ली हिँड्नु भएको अनि यता भेनाजु हुनुहुन्छ आज चाहिँ हाम्रो निर्मला सालीको बर्थडे थियो अनि आज हामी आइफल टावर घुम्न गइरहेछौँ। त्यो चाहिँ न्यू दिल्लीमा पर्दछ मुजाद्दिन मेट्रो स्टेसनबाट नियर बाई पर्दो रहेछ। अनि यो ब्लग हेरिरहनु भएको छ नि, यो ब्लग चाहिँ गीता क्रिएसनको ब्लग हो। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र धेरै माया गरिदिनु होला र आजको बर्थडेकोलाई सेलिब्रेट पनि गरिदिनु होला। सबैजनाले कमेन्टमा चाहिँ ह्याप्पी बर्थडे लेखिदिनु होला। थ्याङ्क यू। फाइनली गाइस हामी चाहिँ अहिले टिकट काउन्टरमा आइपुगिसक्यौँ। आउनु जाउँ। भेनाजु चाहिँ टिकट काउन्टरमा 6वटा टिकट काट्नु न। टिकट काट्दै हुनुहुन्छ भेनाजु चाहिँ बहिनीहरू पुरा यतातिर होइन रमाइलो। दिदी तपाईँलाई कस्तो लाग्दैछ? खुसी लागिरहेछ आज निर्मलाको बर्थडेको दिन अनि जानकी तिमीलाई कस्तो लाग्दैछ त आज? अनि बर्थडे गर्नलाई चाहिँ आज कस्तो लाग्दैछ त आजको दिन? गाह्रो छ यो दुईजना चाहिँ चखेवाको जोडी जस्तै 1 मिनट पनि अलिकति पनि छुटिनै सक्दैन। गाह्रो छ मलाई। फाइनली गाइस हाम्रो टिकट पनि भयो। अब हामी दिल्ली जाँदैछौँ। मेट्रो पनि दुईजना सुत्नुको लागि पनि पुरा प्लानिङ गर्दैछ। गाह्रो छ भेनाले हिँडाकै छ आज। हिँड्ने पनि गर न यार। जरा बहिनीहरू यहाँ हिँड्नु सकेकै छैन। बर्थडे गर्दा हालत खराब। हिँड्दा बल्ल आइपुग्यो। फाइनली गाइस हामी आइपुग्यौँ। कति वर्ष पहिला? तिमी त्यतिखेर भर्खर इन्डिया आएको। आमा म चाहिँ टिकट काउन्टर जाँदैछु टिकट काट्नुको लागि। एकजनाको 50 रुपियाँ। भेनाको गाडी त तल टच भएन त उडाउँदै हो कि के हो? ओ माई गड भेना साली बाइकमा कहाँ जाँदै हो? ओ हाम्रो एन्ट्री। अब हामी भित्र जाँदैछौँ। यो चाहिँ पिरामिड हो। यो चाहिँ इजिप्टमा सबभन्दा ठुलो मान्छेहरू मर्दा राख्ने पिरामिड हो। पढेछु नि त कस्तो कुरा गरेको। बर्थडे गर्ल यहाँ हेर्नु न केक खोजेको। केक सिधिसक्यो हिजो खाएर। हामी अहिले पिरामिडको छेउमा छौँ। यतिखेर एडभेन्चर हुन्छ यो फोटोहरू। अब गीताको फोटो सेसन छ। अनि के खाए कसलाई जिसाएको हो? कसलाई जिसाएको? कसलाई जिसाएको? डिस्काउन्ट पाइन्छ? भिडियो फोटो खिच्नुको लागि पनि पोज क्यामराम्यान। यति फोटो खिच्दै मेरो फोनको चार्ज खतम भयो। अब मैले फोटो खिच्नु नि पाएन। गाह्रो छ मलाई। फाइनली पेरिसमा आइपुग्यो। हाम्रो जानकी बहिनी पनि स्लाइड गर्नु जानुभएको छ हो निर्मला। त्यसपछि यो स्लाइड गर्दाखेरि चाहिँ यस्तो नराम्रो गरी पछाडियो होइन। तर त्यतिखेरको भिडियो रेकर्ड गर्नै पाएन। हेर्नु न सबैजना चाहिँ लडेको मान्छेहरू हो है गाइज।
माई गड ठाउँ चाहिँ धेरै राम्रो छ है पुनु के गर्दै हो डान्स भेनाजुहरू यता पुरा म्युजिकमा डान्स गर्दै हुनुहुन्छ डाइनेसोरको साथ साथ ओइ टुटे टुटे दिदीको आयो अब चाहिँ दिदीको आयो कुन तयार आइटे निर्मलाको अवस्था ला जान्की अघि भर्खर लडेर पनि पुगेन आऊ लडेर पनि पुगेन जानकी आऊ आऊ बिचरा बेनाको आएर त यस्तो छ यहाँ आयामै ल आउनु तपाईँ पनि आउनु एक्सिडेन्ट ओहो आयो 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 ल ल ल उसको कपडा नचिप्लिने रे उसको पनि दुईजनाको चिप्लिने दुईजनाको फाइटिङ हुँदैछ यहाँ को पहिला लड्यो भन्दै हाम्रो एक्जिट हुँदैछ यहाँदेखि हामी जाँदैछौँ हामी उहाँबाट निक्लिएर चाहिँ अब सिकन्जी पिनुको लागि आएको चिनो पनि बोकियो के अरे यो ठाउँको नाम के पिउनु भएको रे सल्टीहरू What are you drinking? कागती पानी चिनी मेट्रो